Hypnotized. हेलो एभ्रिवान, नमस्ते। स्वागत छ हाम्रो आजको ब्लगमा। अनि आजको हाम्रो चाहिँ ब्लग बिहानदेखि स्टार्ट भएको छ। अनि आज चाहिँ हामी के गर्छौँ, कसो गर्छौँ, कहाँ जान्छौँ, त्यो सबै देखाउनेछौँ। आज चाहिँ हाम्रो स्पेसल दिन छ। अनि आज चाहिँ सटरडे भयो नि, हामी स्कुल जान्छौँ। स्कुलमा हाम्रो प्रोजेक्ट छ, प्रोग्राम छ। आज चाहिँ योगी डाक्टर विकास नन्द गुरु आउँदै हुनुहुन्छ। अनि उनीहरूलाई चाहिँ मेडिटेसन गराउँदै हुनुहुन्छ। अनि त्यसमा चाहिँ हामी 4 जना जान्छौँ। अनि उनीहरू विद्यार्थी 3 जना भने म पनि जान्छु। अनि को लिएर आउनु भन्नुभएको छ अरे? एउटा गार्जेन एडल्ट हैन, लिएर आउनु भन्नुभएको छ। अनि हामी जान्छौँ। अहिले चाहिँ हामी जाँदैछौँ प्रकृतिको घरमा। उहाँहरू चाहिँ यहाँ अघि आइपुग्नु भएछ, परसँगै हुनुहुन्थ्यो हामीसँगै। ल हामी प्रकृतिको घरमा किन आएको छौँ? ला खुट्टा त लाउ प्रकृति लिम्बू पार्वती म्याम। यो चाहिँ प्रकृतिको बिरालो, यसको नाम के अरे? पार्वती। अनि प्रकृति चाहिँ यहाँ छ। प्रकृतिलाई स्वागत छ। नमस्ते। हेलो। सिमल तरुल खानामा व्यस्त सबैजना। अनि मेरो चाहिँ यहाँ अघि मैले 2-3 वटा खाइसकेँ, झन्डै बिर्सेछ भिडियो गर्नलाई। कति मिठो छ नि हैन, पिरोमा अमिलो लगाएर मस्त खाँदैछन् केटीहरूले। बिहान बिहानै अकबर खुर्सानी पकाएको। अनि म चाहिँ यहाँ सादावाला खाँदैछु, व्रत। अनि 3 जना यता बसेर खाँदै हुनुहुन्छ। अहिले लगभग बिहानको 8 साढे भयो होला। अब चाहिँ हाम्रो प्राङ्गणमा डाक्टर विकास नन्द गुरु आइपुग्नु भएको छ। उहाँलाई भव्य स्वागत गर्दै हुनुहुन्छ। उहाँ सँगसँगै उहाँको सबै टिमहरू आइपुग्नु भएको छ। उहाँको वाइफ, गुरुबा सबैजनाको उपस्थित भइसकेको छ। विद्यालय परिवारका तर्फबाट र मनोक्रान्ति परिवारको तर्फबाट हामी स्वागत गर्न चाहन्छौँ। सबैजनालाई क्लापिङ गर्नको लागि ताली सरकार। जय मनोक्रान्ति हरे। Sorry, soon you are going to be hypnotized. Soon you are going to be hypnotized. Okay. 10 times deeper. अब तपाईहरु मध्ये 2-4 जना बहिनीहरु आएर यसलाई डिस्टर्ब गर्ने, यसलाई चाहिँ काउकुती लाएर चिमातेर अब जे गरेर उसलाई उठाउन सकिन्छ ट्राई गर्नुहोस्। यसलाई डिस्टर्ब गर्ने, उठाउने, उठ भन्नु। सृष्टि पनि भयो। अब चाहिँ हाम्रो कार्यक्रम सकेर केटीहरू हतार गरेर हाम्रो भिडियो यहाँसम्म हेरिदिनु भएकोमा थ्याङ्क यू सो मच।